झापा क्षेत्र नम्बर 5बाट बा भर्सेस बाको युद्ध सुरु भयो भने यो युद्धमा कसले जित्ला? युद्ध नभनौँ है, फेरि युद्ध भन्दा फेरि अर्कै अराजक भन्ने आउला। बा भर्सेस बा, केपी बा, दुनियाँका बा अनि बालेन। यदि झापा क्षेत्र नम्बर 5बाट यी दुईटाको लडाइँ भयो भने साथीहरू, बाजी चाहिँ कसले मार्ला, कसले जित्ला? हुन त अहिलेसम्म मन्त्री बनिसकेका, कतिपटक प्रधानमन्त्री बनिसकेका मान्छेहरूलाई जो कोहीले आँट्नै नसकिने, अनि जहिले पनि त्यो आँट्न नसकिसके पछाडि जहिले नि सक्दैन भनिसकेपछि कहाँ सकिन्छ र? हिजो मेयर बन्ने बेलामा बालेनले त्यसै भनेको भए काठमाडौँको मेयर बन्न सक्थे त? हो, आज पनि त्यस्तै हुनसक्छ साथीहरू, किनकि बालेन उठ्यो भने हार्छ भन्ने छ नि जनताको मनमा, र जनताको पावरमा कसैको केही लाग्दैन। पछि नतिजा चाहिँ हेर्न बाँकी छ। तपाईँको मत के छ? कमेन्ट बक्समा राख्न सक्नुहुन्छ है त।